हाँ 12 महिनाको फल कस्तो दाम आँखामा जल्नु आयो कस्तो अमिलो रहेछ त है गुलियो पसेको रहेछ होइन हटिसकेको अब यसो खानु नसक्छ अब अमिलो हुन्छ अनि फेरि गुलियो हुन्छ सानोमा त आलु हुँदैन खराब पर्छ अब यो चिनीमा पो डुबाएर खाँदै हुन्छ दुईजना खानु चाहिँ कसो मिठो हुन्छ के तात चिनीमा कहाँ त अमिलोको स्वादै हराउँछ फेरि पानी पर्छ होला कहाँ पुऱ्याउँछ होला आमाको घर यसपालि किन अमिलो भएको रात गुलियो हुँदैछ त उहाँ पल्लो छेउदेखि पल्लो छेउ पानीले मलाई भिजाइरहेको थियो त्यो पनि त्यही सुतेको अङ्कलको आँखा लाग्यो जस्तो छ यसपालि आउँदा अङ्कलकै आँखा लागेको हो 2-3 दाना फलेको पनि आँखा लाग्यो जस्तो छ त्यही भएर अमिलो भयो दाजु भाउजूले दिने उसमा दिने हो मलाई आशा खाँदैनस् अमिलो खाँदैनहरू आसे आइज मिठो छ अमिलो अरे मिठो छ यो खोया लागेको चाहिँ गुलियो 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 रहेछ खोर्सानीले साह्रो पार्छ है तर बेसारले अलिक खान्छ कि यसलाई बिमारी पारिहाल्छ है अब